हामीले चाहिँ यो ट्रान्समिटर युज गरेर चाहिँ धेरै कुराहरू गर्न सक्छौँ है। घरतिर पनि अब अटोमेटिक स्विचहरू बनाउन सक्छौँ, वायरलेस स्विचहरू बनाउन सक्छौँ है। हाम्रो घरतिर चाहिँ अब फ्यानहरू, वासिङ मेसिनहरू, रेफ्रिजरेटरहरू हैन, धेरै अब बत्तीहरू, धेरै किसिमको इलेक्ट्रिक सामानहरू हुन्छ है। त्यस्तोलाई चाहिँ अब स्विचिङ गराउनलाई चाहिँ हामीले वायरलेस सिस्टम चाहिँ, वायरलेस स्विच चाहिँ बनाउन सक्छौँ यसबाट है। अब म चाहिँ बाइक सम्बन्धी भिडियो बनाउने भएकोले चाहिँ मैले चाहिँ बाइकलाई नै फोकस गरेर चाहिँ यो आरएफ मोडुलको युज गरेको छु। तपाईहरुले चाहिँ यसलाई चाहिँ अन्य कुराहरुमा पनि युज गर्न सक्नुहुन्छ। सो हेलो एन्ड नमस्ते, सबैजना सन्चै हुनुहुन्छ होला। आजको मेरो भिडियो चाहिँ आरएफ मोडुल सम्बन्धी भिडियो हो है। मैले चाहिँ यो मोडुल युज गरेर चाहिँ वायरलेस साइड लाइट, ब्रेक लाइट बनाएको छु है। हामीले बाइकमा साइड लाइट, ब्रेक लाइट चाहिँ हामीले चाहिँ अब पाल्दाखेरि चाहिँ हेलमेटमा पनि साइड लाइट, ब्रेक लाइट बनाएको छु यस मोडुल युज गरेर। मेरो भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ। मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र लाइक, सेयर र सब्स्क्राइब पनि गरिदिनु होला है। हामीलाई यस मोडुल बनाउन आवश्यक पर्ने सामानहरू चाहिँ, मुख्य सामानहरू चाहिँ म यहाँ देखाउन गइरहेको छु है। यो रहेको छ आरएफ ट्रान्समिटर है। यो ट्रान्समिटर चाहिँ एकदम मुख्य हो यो मोडुल बनाउनुको लागि चाहिँ। यो चाहिँ 433 मेगाहर्जको ट्रान्समिटर हो है। अब अर्को नम्बरमा रहेको छ इन्कोडर डिकोडर आइसी है। मेन कम्पोनेन्ट यही नै हो, इन्कोडर डिकोडर आइसी रहेको छ। अर्को नम्बरमा रहेको छ आरएफ रिसिभर हो है। यो पनि 433 मेगाहर्जमै काम गर्ने रिसिभर हो है। अर्को नम्बरमा रहेको छ चाहिँ पिसिबी हो। यो पिसिबी चाहिन्छ मेन। अब यो सर्किटलाई चाहिँ कम्प्लिट गर्नको लागि चाहिँ पिसिबीको आवश्यकता पर्छ है। अर्को नम्बरमा रहेको छ चाहिँ एउटा मोबाइलको, कुनै पनि मोबाइलको ब्याट्री है। यो ब्याट्री चाहिँ हामीले चाहिँ यो ब्याट्री चाहिँ अब 3 देखि 4 भोल्टसम्मको ब्याट्री हो। यो ब्याट्री चाहिँ हामीले चाहिँ अब यस मोडुलमा चाहिँ युज गर्नुपर्छ। यो चाहिँ आरएफ मोडुलमा चाहिँ आरएफ ट्रान्समिटरको सर्किट हो। आरएफ ट्रान्समिटर र आरएफ मोडुल बिच चाहिँ अब कसरी कम्युनिकेसन गराउने भन्ने सम्बन्धमा सर्किट हो यो चाहिँ। यसमा चाहिँ अब यो सर्किट चाहिँ मैले बुझाउन कोसिस गरिरहेको छु। यही सर्किट युज गरेर चाहिँ मैले हेलमेटमा चाहिँ बाइकमा कुनै पनि इन्डिकेटरहरू बाल्दाखेरि चाहिँ हेलमेटमा बल्ने सिस्टम बनाएको छु है। यही कम्पोनेन्टहरू युज गरेर यसको सर्किट चाहिँ अब मैले बुझाउन गइरहेको छु है। यो सर्किट बुझेर चाहिँ अब जो कोहीले पनि नर्मल्ली कुनै पनि अब आरएफ मोडुल सम्बन्धी कुनै पनि कामहरू सजिलै रूपमा गर्न सक्छ है। यसबाट चाहिँ हामीले धेरै कुराहरू बनाउन सक्छौँ है। यसको बारेमा चाहिँ म आज भन्न गइरहेको छु। यसमा युज भएको चाहिँ अब कम्पोनेन्टहरूमा आरएफ ट्रान्समिटर छ, अनि इन्कोडर आइसी रहेको छ र ट्रान्जिस्टरहरू, रजिस्टरहरू र भोल्टेज रेगुलेटर रहेको छ है। यसमा चाहिँ अब यसले कसरी काम गर्छ भने यस आरएफ ट्रान्समिटरमा चाहिँ 4वटा पिन हुन्छ है। 4वटा पिनमा चाहिँ एउटा पिन ग्राउन्ड, एउटा टाटा पिन, एउटा चाहिँ भोल्टेजको पिन र एउटा एन्टिनाको पिन हुन्छ। र यो इन्कोडर आइसीमा चाहिँ टोटल 18वटा पिन हुन्छ। यो 18वटा पिनको काम चाहिँ तपाईँको अब लेफ्ट साइडको पिन चाहिँ, लेफ्ट साइडको 9वटा पिन चाहिँ हामीले चाहिँ यसलाई नर्मली ग्राउन्ड गरिदिने हो है सर्किटमा चाहिँ है। अब हामीले चाहिँ यसलाई चाहिँ आफ्नो तरिकाले एउटा कोड बनाएर कम्युनिकेसन गराउन पनि सक्छौँ। मैले चाहिँ यसमा चाहिँ सबै पिनहरू चाहिँ ग्राउन्ड गरिदिएको छु है। अनि राइट साइडको पिन 9वटा पिनहरूमा चाहिँ फर्स्ट पिन चाहिँ भिसिसी भन्नाले यसमा चाहिँ भोल्टेज लाग्छ है। अनि अर्को दोस्रो नम्बरको पिन भनेको चाहिँ डाटा आउटपुट पिन हो। यसले चाहिँ डाटालाई चाहिँ आरएफ मोडुलसँग पुर्याउने काम गर्छ भने 3 र 4को पिन चाहिँ ओसिलेसन पिन हो। यसमा चाहिँ अब हामीले चाहिँ रजिस्टर लगाइदिन्छौँ है। यसलाई चाहिँ केही गर्नु पर्दैन। अनि 5 नम्बरको पिन चाहिँ हाम्रो टी पिन हो। यसलाई चाहिँ हामीले ग्राउन्ड नै गरिदिन्छौँ। र 6, 7, 8, 9वटा यो 4वटा पिन चाहिँ हाम्रो स्विचको पिन हो। यसलाई चाहिँ अब हामीले चाहिँ स्विचिङ गराउँछौँ है। यही स्विचिङको आधारमा चाहिँ यसले चाहिँ डाटा आउटपुट गरेर चाहिँ आरएफ ट्रान्समिटरसँग पुर्याउने काम गर्दछ है। अनि आरएफ ट्रान्समिटरले चाहिँ आरएफ रिसिभरसँग चाहिँ यसले चाहिँ कम्युनिकेसन गराउँछ। अब यसको सर्किट रहेको छ। यो सर्किट चाहिँ हाम्रो 5 भोल्टले अपरेट हुने सर्किट हो। त्यही भएर चाहिँ हामीले चाहिँ यसमा चाहिँ 7805 भोल्टेज रेगुलेटर लगाएका छौँ, जसले चाहिँ
12 भोल्टलाई चाहिँ 5 भोल्टमा कन्भर्ट गर्ने काम गर्दछ है। अब हामीले चाहिँ 12 भोल्टलाई चाहिँ 5 भोल्टमा कन्भर्ट गरेर चाहिँ हामीले चाहिँ यस सिस्टममा दिएका छौँ। हाम्रो 12 भोल्ट चाहिँ हाम्रो बाइकको ब्याट्री हुन्छ भने त्यो बाइकको ब्याट्रीबाट निस्केको 12 भोल्टलाई चाहिँ हामीले 5 भोल्टमा कन्भर्ट गरेर चाहिँ हामीले यस सिस्टममा चाहिँ दिएका छौँ। अब यसले कसरी काम गर्दछ भनेदेखि हामीले यसमा 5 भोल्ट दिइसकेपछि चाहिँ के हुन्छ भनेदेखि हाम्रो आरएफ मोडुलले ग्राउन्ड पाइसक्यो है। यहाँ अब आइसीको पनि ग्राउन्डहरू हामीले ग्राउन्ड गरेका छौँ। हाम्रो अब सबै सिस्टमहरू हामीले कनेक्ट गरिसकेका छौँ। यस आइसीको यो 4वटा स्विच पोइन्टमा चाहिँ हामीले चाहिँ पोजिटिभ दिएर काम गर्दैन। हामीले चाहिँ यसलाई चाहिँ स्विचको थ्रोबाट चाहिँ नेगेटिभ दिनुपर्छ अनि मात्र यसले काम गर्छ। हाम्रो बाइकको साइड लाइट ब्रेक लाइटहरूमा चाहिँ के हुन्छ पोजिटिभ लाइन आइरहेको हुन्छ। त्यस कारणले चाहिँ यसमा चाहिँ हामीले ट्रान्जिस्टर राखेर चाहिँ नेगेटिभलाई चाहिँ हामीले स्विचिङ गराएका छौँ है। अब यसमा चाहिँ हामीले चाहिँ नर्मल्ली स्विचिङ ट्रान्जिस्टरै युज गरेका छौँ। हामीले अब नर्मल्ली स्विचिङ ट्रान्जिस्टर जुनै पनि युज गर्दा पनि हुन्छ यसमा है। अब यसमा स्विचिङ ट्रान्जिस्टर युज गरेका छौँ। अब यसले चाहिँ कसरी काम गर्दछ भनेदेखि ट्रान्जिस्टरको नर्मली 3वटा पिन हुन्छ है, बिसिई, बेस, कलेक्टर, एमिटर है। अब यसमा चाहिँ अब हाम्रो बी पोइन्टमा चाहिँ हामीले नेगेटिभ कनेक्ट गरिदिएका छौँ भने सी पोइन्टलाई चाहिँ अर्थिङ गरेर चाहिँ हामीले ई पोइन्टमा चाहिँ हामीले 12 भोल्टको रजिस्टरको थ्रोबाट चाहिँ भोल्टेज सप्लाई दिएका छौँ है। हामीले यो 12 भोल्ट चाहिँ हाम्रो साइड लाइट ब्रेक लाइटहरूबाट चाहिँ ट्रान्जिस्टरसम्म आउँछ है। अनि ट्रान्जिस्टरसम्म आएपछि चाहिँ यसले चाहिँ अर्थिङलाई चाहिँ हामीले के गर्छ स्विचसँग पुर्याउँछ र यस सिस्टमले काम गर्छ। सबै त्यही सिस्टम अनुसारले छ। हामीले चाहिँ यसमा चाहिँ स्विचको पोइन्ट चाहिँ 4वटा छ। हामीलाई चाहिँ नर्मली चाहिने भनेको 3वटा पोइन्ट मात्र हो। त्यही भएर हामीले चाहिँ 3वटा मात्र यसमा गरेको छ। एउटा पोइन्टलाई चाहिँ हामीले खाली गरिदिएका छौँ। यसमा चाहिँ 2वटा साइड लाइट भइहाल्यो, एउटा चाहिँ ब्रेक लाइट हो। हामीले चाहिँ साइलाइट बाल्दाखेरि चाहिँ हाम्रो त्यो साइलाइटको बल्बमा दिएको 12 भोल्टको कनेक्सन चाहिँ हाम्रो ट्रान्जिस्टरसम्म जान्छ र ट्रान्जिस्टरले चाहिँ हाम्रो अर्थिङलाई चाहिँ स्विचिङ गराएर चाहिँ के गर्छ इन्कोडर आइसीसँग पुर्याउँछ र इन्कोडर आइसीले चाहिँ डाटा पिनबाट चाहिँ हाम्रो आरएफ ट्रान्समिटरसँग पुर्याउँछ र आरएफ ट्रान्समिटरले चाहिँ एन्टिनाको थ्रुबाट चाहिँ हाम्रो आरएफ रिसिभरसँग पुर्याउँछ र यस सिस्टमले काम गर्दछ। यो नर्मल सर्किट नै हो। अब नर्मल्ली इलेक्ट्रोनिक्सको नलेज भएको मान्छेले चाहिँ नर्मली गर्न सक्छ। हाम्रो अर्को सर्किट डायग्राम चाहिँ हाम्रो आरएफ रिसिभरको सर्किट रहेको छ है। आरएफ रिसिभरको चाहिँ 8वटा पिन हुन्छ भने इन्कोडर आइसीको चाहिँ 18वटै पिन हुन्छ है। ट्रान्समिटरमा चाहिँ डिकोडर आइसी युज हुन्छ भनेदेखि रिसिभरमा इन्कोडर आइसीको युज हुन्छ है। अब यसको सर्किट झन् सिम्पल छ। हामीले चाहिँ यसलाई चाहिँ हाम्रो हेलमेटमा राख्ने हो। यो सर्किट बनाएर चाहिँ अब यसमा रहेको आरएफ रिसिभरको 4वटा पोइन्ट चाहिँ फर्स्ट पिन एन्टिनाको पिन हो है, जुन चाहिँ आरएफ ट्रान्समिटरबाट चाहिँ सिग्नल रिसिभ हुने पोइन्ट हो। यो चाहिँ एन्टिनाको पोइन्ट हो। हामीले चाहिँ यसलाई नर्मली एउटा तारबाट चाहिँ तार जोडेर राखिदिने हो अनि त्यो तारले चाहिँ एन्टिना काम गर्छ। अर्को 2 र 3 पिन रहेको छ ग्राउन्ड पिन हो है। यो नर्मली हामीले ग्राउन्ड गरिदिनु हो र 5 र 6 पिन रहेको छ 4 र 5 पिन रहेको छ। यो चाहिँ +5 भोल्ट हो है। हामीले यसलाई पनि कमन गरिदिनु हो। 4 र 5 पिनलाई पनि कमन गरिदिने हो र 5 भोल्ट यसमा कनेक्ट गरिदिने हो। अर्को रहेको छ 6 पिन रहेको छ। 6 पिन चाहिँ डाटा पिन हो। पिन चाहिँ इन्कोडर आइसीको चाहिँ 5 नम्बर पिनमा गएर कनेक्ट भएको हुन्छ र आरएफ ट्रान्समिटरबाट चाहिँ रिसिभ भएको सिग्नल चाहिँ इन्कोडर आइसीमा चाहिँ रिसिभरले चाहिँ डाटा दिने काम गर्छ। 8 नम्बरको पिन ग्राउन्ड नै हो है। हामीले चाहिँ यहाँ भएको सबै ग्राउन्ड पिनलाई चाहिँ एक ठाउँ कमन गरेर चाहिँ ग्राउन्डमा दिएका छौँ भने 5 भोल्टकोलाई पनि हामीले कमन गरेर चाहिँ 5 भोल्ट पोजिटिभ दिएका छौँ है। हामीले चाहिँ यसमा चाहिँ नर्मली 5 भोल्ट 3 भोल्टदेखि 5 भोल्टसम्मको ब्याट्रीले चाहिँ यस मोडुललाई काम गर्छ है। त्यही भएर चाहिँ हामीले मोबाइलको ब्याट्री युज गरेका छौँ। मोबाइलको ब्याट्री राखेर हामीले यस सर्किट बनाएका छौँ। यसमा पनि इन्कोडर आइसीको सर्किट सेम नै छ डिकोडरको जस्तै है। लेफ्ट साइडकोलाई चाहिँ सबै ग्राउन्ड गरिदिने हो अनि राइट साइडको फर्स्ट पिन भिसिसी पिन हो है। यसले चाहिँ अब ब्याट्रीबाट सिधै 5 भोल्ट आउँछ। 2 नम्बरको पिन चाहिँ भिटी पिन हो है। यसमा चाहिँ एउटा एलइडी लगाइन्छ हामीले र आरएफ ट्रान्समिटरबाट चाहिँ रिसिभरसँग चाहिँ सिग्नल आएको नआएको चाहिँ यस एलइडीबाट थाहा हुन्छ है। अर्को रहेको 3 र 4 पिनलाई चाहिँ हामीले रजिस्टरबाट कनेक्ट गरिदिने हो। 5 नम्बर पिन चाहिँ डाटा इन पिन हो है। यसमा चाहिँ आरएफ रिसिभरबाट चाहिँ डाटा रिसिभ हुन्छ। हाम्रो यो
6, 7, 8, 9 पिन चाहिँ हाम्रो लाइन आउटपुट हो। यसमा चाहिँ हामीले एलइडी लगाउँछौँ है, एलइडी लगाउँछौँ र यसबाट निस्किने लाइन भनेको चाहिँ हाम्रो नेगेटिभ लाइन हुन्छ। अनि एलइडीमा चाहिँ हामीले चाहिँ पोजिटिभ चाहिँ कमनली जोडिदिएका छौँ है। 5 भोल्टको ब्याट्रीको चाहिँ 5 भोल्टको चाहिँ हामीले चाहिँ एलइडीमा चाहिँ सिधै पोजिटिभ लाइन चाहिँ ल्याएर कमनली जोडिदिएका छौँ र इन्कोडर आइसीबाट चाहिँ नेगेटिभ आएपछि चाहिँ यो एलइडी बल्छ है। हाम्रो आरएफ मोडुलले चाहिँ अब कसरी काम गर्छ त भनेर चाहिँ म देखाउन गइरहेको छु है। हाम्रो आरएफ मोडुलमा चाहिँ ट्रान्समिटरमा युज भएको आइसी चाहिँ इन्कोडर आइसी हो है। इन्कोडर आइसी हो है। अनि हाम्रो ट्रान्समिटरमा युज भएको आइसी चाहिँ डिकोडर आइसी हो। अब यसमा चाहिँ अब यसले कसरी काम गर्छ त भन्दाखेरि इन्कोडर आइसीको चाहिँ 6, 7, 8, 9 यो 4वटा पिन र डिकोडर आइसीको पनि 6, 7, 8, 9 6, 7, 8, 9 यो 4वटा पिन हुन्छ। अब यसमा चाहिँ कसरी काम गर्दछ भन्दाखेरि अब हामीले यो इन्कोडर आइसीमा चाहिँ स्विचिङ गराउनको लागि चाहिँ एउटा ट्रान्जिस्टर राखेका छौँ है। स्विचिङ ट्रान्जिस्टर राखेका छौँ। यो स्विचिङ ट्रान्जिस्टरको एउटा पिन पिचक पिनलाई चाहिँ हामीले ग्राउन्ड गरिदिएका छौँ है। एउटा पिनलाई चाहिँ हामीले 6 नम्बर पिनसँग चाहिँ कनेक्ट गरिदिएका छौँ भने एउटा पिनलाई चाहिँ रजिस्टरको थ्रुबाट चाहिँ साइड लाइटमा चाहिँ कनेक्ट गरिदिएका छौँ। अब हामीले जब पनि अब यो ट्रान्जिस्टरले चाहिँ कसरी काम गर्दछ भनेदेखि यहाँबाट हामीले नेगेटिभ ट्रान्जिस्टरमा दिइरहेका छौँ। यो नेगेटिभ चाहिँ इन्कोडर आइसीमा आउनलाई चाहिँ यो पोइन्टमा चाहिँ पोजिटिभ भोल्टेज आउनुपर्छ है। अनि मात्र चाहिँ यसले स्विच गराएर चाहिँ यो नेगेटिभलाई चाहिँ यहाँसम्म पुर्याउँछ। अब जब पनि हामीले साइड लाइट बाल्छौँ भने यहाँबाट चाहिँ पोजिटिभलाई चाहिँ यो ट्रान्जिस्टरसम्म आउँछ। अनि ट्रान्जिस्टरसम्म आएपछि चाहिँ यो नेगेटिभलाई चाहिँ स्विचिङ गराएर चाहिँ इन्कोडर आइसीमा पुर्याइन्छ र इन्कोडर आइसीले काम गर्दछ। जब इन्कोडर आइसीको 6 नम्बर पिनले चाहिँ नेगेटिभ पाउँछ भनेदेखि डिकोडर आइसीको 6 नम्बर पिनबाट चाहिँ भोल्टेज चाहिँ आउटपुट हुन्छ है। यसबाट चाहिँ नेगेटिभ भोल्टेज चाहिँ आउटपुट हुन्छ र नेगेटिभ भोल्टेज आउटपुट भएपछि चाहिँ हामीले पोजिटिभलाई चाहिँ एलइडीसँग चाहिँ कमन गरिदिएका छौँ भने नेगेटिभलाई चाहिँ प्रत्येक एलइडीकोमा चाहिँ छुट्टा छुट्टै दिएका छौँ। जब पनि हामीले साइड लाइट बाल्छौँ भने इन्कोडर आइसीले चाहिँ डिकोडर आइसीलाई सिग्नल दिन्छ र यहाँबाट चाहिँ नेगेटिभ भोल्टेज आउटपुट हुन्छ र एलइडी बल्छ। यो चाहिँ आरएफ मोडुलको ट्रान्समिटरको सर्किट हो है। मैले चाहिँ यसलाई चाहिँ अब बोर्डमा चाहिँ एसेम्बल गरेको भिडियो चाहिँ बनाइनँ, लामो हुन्छ भनेर। मैले यसमा एसेम्बल गर्ने सर्किट चाहिँ मैले अगाडि नै बुझाइसकेको छु है। अब सर्किट बुझिसकेपछि त जसले पनि पिसिबीमा यो बनाउन सकिहाल्छ। त्यही भएर मैले यो पिसिबीमा चाहिँ एसेम्बल गरेको भिडियो चाहिँ बनाइनँ। मैले यसमा चाहिँ सबै कम्पोनेन्टहरू राखेको छु, रजिस्टरहरू छ, ट्रान्जिस्टरहरू रहेको छ है। त्यो ठुलो पाता भएको चाहिँ त्यो चाहिँ हिट सिङ्क हो। त्यो चाहिँ हाम्रो भोल्टेज रेगुलेटरको हिट सिङ्क हो है। यो सर्किट अब मैले बनाइसकेको छु। अब यसलाई चाहिँ हामी एउटा बट्टामा चाहिँ प्याक गर्छौँ है। अनि वाटरप्रुफ पनि बनाउँछौँ। आरएफ ट्रान्समिटर राख्नको लागि चाहिँ मैले बट्टा पनि रेडी बनाइसकेँ है। यो बट्टा चाहिँ हाम्रो फ्लासहरूको बट्टा हो। मैले भित्रको चाहिँ सामान निकालेर चाहिँ यसमा चाहिँ आरएफ ट्रान्समिटर राखेको छु है। यस्तै छ। बट्टाभित्र चाहिँ मैले आरएफ ट्रान्समिटर हालिसकेँ है। त्यो खैरो खैरो धर्सा जस्तो चाहिँ त्यो चाहिँ एन्टिना हो। यसमा चाहिँ भित्र सबै पिसिबी राखिसकेको छु मैले। अब यसमा चाहिँ मैले सिलिकन लगाएर चाहिँ यसलाई चाहिँ वाटरप्रुफ बनाउँछु। मैले यस मोडुललाई चाहिँ अब सिलिकन लगाएर चाहिँ पुरै सिल गरिसकेको छु। अब यसमा पानी छिर्दैन। बाइकहरू धुँदा पानी परेको बेला चाहिँ अब पानी छिर्न सक्छ यसमा है। त्यही भएर चाहिँ मैले चाहिँ यसमा पुरै अब सिलिकनले चाहिँ अब एउटा छिटो पानी पनि नछिर्ने गरेर चाहिँ यसलाई सिल गरेको छु। कतै सर्ट नहोस् भनेर है, पुरै सिल गरेको छु सिलिकनले।
चाहिँ आरएफ रिसिभरको सर्किट हो है। यसको कम्पोनेन्टहरू हालेको मैले भिडियो बनाइनँ यसको पनि। यो पनि तयार भइसक्यो। अब यसलाई चाहिँ हामी हेलमेटमा राख्नको लागि चाहिँ तयार बनाउँछौँ यसलाई सिल गरेर है। अब हेर्नु होला हेलमेटमा राखेको पनि। यसलाई चाहिँ मैले सिल गरिसकेँ है। हेलमेटमा अब पानी नछिर्ने भएकोले चाहिँ मैले यसलाई चाहिँ वाटरप्रुफ बनाएर यसलाई चाहिँ हिट ट्युबबाट चाहिँ मैले चाहिँ सिल गरेको छु। हेलमेटमा मोडुल हालेको मैले पुरा भिडियो चाहिँ म बनाउँदिनँ है। अब भिडियो लामो हुन्छ, धेरै नै लामो हुन्छ, त्यही भएर मैले चाहिँ अब फरवार्ड गरिदिन्छु। यो हेलमेटमा मैले पहिला पनि ब्रेक लाइट बनाएको थिएँ है। टोय कार युज गरेर ब्रेक लाइट बनाएको थिएँ मैले। त्यसलाई चाहिँ निकालिदिएँ, त्यति खासै राम्रो भएन त्यो। अहिले चाहिँ आरएफ मोडल युज गरेको छु। यो हेलमेटमा चाहिँ मैले अलरेडी पहिला पनि ब्लुटुथ युज गरेको थिएँ है। यही ब्लुटुथको ब्याट्रीबाट चाहिँ मैले यो आरएफ मोडलमा जोडेको छु। चार्जिङ सिस्टम चाहिँ यही ब्लुटुथको बोर्डबाटै छ। यसको ब्लुटुथको बोर्डबाट चार्ज गरेपछि चाहिँ यो ब्याट्री चार्ज हुन्छ र अहिले चाहिँ आरएफ मोडल र ब्लुटुथ दुवैलाई काम गर्छ है। लगभग भित्रको काम चाहिँ सबै सिद्धिसकेको छ है। अब बाहिरको काम बाँकी छ। यो आरएफ मोडल मैले हेलमेटमा सबै वायरहरू चाहिँ जोडिसकेँ। अब चाहिँ बाहिरको एलइडीहरूको काम बाँकी रह्यो है। मैले यो भित्र पाल पारेर चाहिँ वायर निकालेको छु बाहिर है। यसरी निकाल्न त नहुने हो, अब पाल पारेर निकालेको छु। अब यही वायरमा चाहिँ एलइडी जोड्छु अनि एलइडी जोडेर चाहिँ यसमा चाहिँ ग्लुले चाहिँ म एलइडीलाई टाँस्छु। दुवै साइडमा चाहिँ वायर निकालिसकेको छु मैले। अब यसमा एलइडी हाल्न बाँकी भयो। एलइडी हालिसकेपछि म देखाउँछु है त कस्तो हुन्छ। हेलमेटमा मैले यो खालको एलइडी हाल्न लागेको छु है। यो एलइडी चाहिँ बसन्तपुरमा त बेलुममा झिलिमिली लाइट हालेर बेचिरहेको त्यो एलइडी हो है। त्यही एलइडी युज गरेको छु मैले। हेलमेटमा चाहिँ मैले एलइडी टाँसिसकेको छु है। दुवै साइडमा टाँसिसकेको छु है। दुवै साइडको त्यो साइडको दुईवटा चाहिँ साइड लाइटको हो भने बिचको एलइडी चाहिँ ब्रेक लाइट हो। अब यो अहिले चाहिँ राम्रोसँग देख्दैन, अँध्यारोमा म बालेर देखाउँछु तपाईँहरूलाई। एलइडीहरू चाहिँ सबै मैले अब राखिसकेँ, वायरहरूमा कनेक्सन गरिसकेँ है। साइड लाइटको हो यो ब्रेक लाइटको हो, यतापट्टिको यो साइड लाइटको हो है। मैले चाहिँ वायरहरू छोप्नको लागि चाहिँ मैले यसमा ब्ल्याक स्टिकरले चाहिँ यसको वायरहरू छोपेको छु। खासै त्यस्तो रफ पनि देखेको छैन है। हल्का रफ चाहिँ देखेको छ हेलमेट। नजिकबाट हेर्दा मात्र रफ देखिन्छ है, टाढाबाट त्यस्तो रफ देखिन्न। आरएफ ट्रान्समिटरको लागि चाहिँ यो तार चाहिँ अर्थिङको तार हो है। मैले चाहिँ यो बडीबाटै एउटा तारलाई चाहिँ नट बोल्टद्वारा कसेर चाहिँ निकालेको छु। यो चाहिँ अर्थिङ हो, आरएफ ट्रान्समिटरको लागि अर्थिङको तार हो यो चाहिँ। यो वायर चाहिँ पोजिटिभ वायर हो है। मैले आरएफ मोडलको लागि निकालेको पोजिटिभ लाइन हो। यो तार चाहिँ मैले एसेसोरिजको फ्युजबाट चाहिँ निकालेको हो। यहाँ चाहिँ मैले एक्स्ट्रा फ्युज राखेको छु। एफआई बाइकमा वायरिङको काम गर्दा चाहिँ धेरै ध्यान दिनुपर्छ है। इसिएम बाइक बाहिरको सोर्सहरूबाट मात्र हामीले चाहिँ लाइनहरू निकाल्नुपर्छ। यदि सर्ट भइहाल्यो भने पनि इसिएमलाई चाहिँ केही फरक नपरोस्। बाइकमा आरएफ ट्रान्समिटर इन्स्टल गर्न गइरहेको छ है। यो दुईवटा वायर चाहिँ हाम्रो पोजिटिभ र नेगेटिभ वायर हो है। आरएफ ट्रान्समिटर देख्न सक्नुहुन्छ पुरै सिल गरेको छ सिलिकनले, पानी नछिरोस् भनेर है। हाम्रो सबै कनेक्सन सिद्धिसकेको छ है। लाइटको, साइड लाइटको, ब्रेक लाइटको कनेक्सन गरिसकेको छौँ। अब चाहिँ हामी यसलाई चाहिँ एकचोटि हेर्छौँ, देख्न सक्नुहुन्छ ट्रान्समिटर रिसिल गरेको छ। यसलाई राखेर चाहिँ हामी यहाँ एकचोटि बालेर टेस्ट गरेर हेर्छौँ है त साइड लाइट कस्तो बल्दो रहेछ। देख्न सक्नुहुन्छ साइड लाइट बलेको छ है। यतापट्टि बाइकको पनि बलिरहेको छ।
उतापट्टि हेलमेटको पनि बोलिरहेको छ। यो सानो छ, अँध्यारोमा चाहिँ राम्रो देखिन्छ है, दिउँसो चाहिँ त्यति राम्रोसँग देखिँदैन, राति चाहिँ राम्रोसँगै देखिन्छ, एकदम खतरा देखिन्छ राति चाहिँ। म राति पनि बालेर देखाउँछु तपाईँहरूलाई है। अब उतापट्टिको साइडलाइट बालेर हेरौँ एकचोटि है। उतापट्टिको साइडलाइट बालेको छ, बलेको छ हो है। उतापट्टिको साइडलाइट राम्रोसँग बलेको छ, काम राम्रोसँग गरेको छ यसले है। राति चाहिँ एकदम खतरा देखिन्छ यो साइडलाइट। अब ब्रेक लाइट बालेर हेर्छौँ हामी, बिचको चाहिँ ब्रेक लाइट हो त्यो। ब्रेक लाइटले पनि काम गरेको छ, राम्रोसँग काम गरेको छ, ब्रेक लाइट बलेको छ है। अब यसलाई चाहिँ म एकचोटि राति बालेर देखाउँछु कस्तो देखिन्छ है त। तपाईँहरूलाई म एउटा के कुरा भन्न चाहन्छु भने तपाईँहरूले कुनै पनि आफै बाइकमा चाहिँ कुनै एक्स्ट्रा एसेसरिजहरू जोड्न लाउनु भएको छ भने चाहिँ त्यहाँ एकदमै ध्यान दिनुपर्छ है। किनभने आफै बाइक चाहिँ सेन्सिटिभ हुन्छ है। यसमा चाहिँ माइक्रो कम्प्युटर अथवा इसिएम लागेको हुन्छ। यो चाहिँ बाइकको ब्रेन नै हो है। अब हामीले एक्स्ट्रा एसेसरिजहरू जोड्दाखेरि चाहिँ प्रायः जस्तो बाइकहरूमा एक्स्ट्रा एसेसरिजको लागि भनेर छुट्टै ज्याकहरू पनि दिएको हुन्छ है। हामी त्यही ज्याकबाट चाहिँ जोड्नुपर्छ। हामीले तारहरू काटेर यताउति गरेर चाहिँ त्यसरी नै है सिस्टम अनुसारले नै जोड्नुपर्छ। त्यस कारणले चाहिँ अब पछि केही गरी वायरिङहरू सर्ट यताउति केही भयो भने चाहिँ इसिएमलाई चाहिँ असर नपरोस्। इसिएमलाई असर पऱ्यो, इसिएम गयो भने फेरि धेरै पैसा लाग्न सक्छ है, धेरै कस्ट लाग्न सक्छ बनाउनलाई। त्यही भएर चाहिँ एक्स्ट्रा एसेसरिजहरू युज गर्नुभन्दा अगाडि चाहिँ ध्यान दिनुपर्छ है। अब हेलमेट टेस्ट गर्दैछौँ हामी है। ब्रेक लाइट बलेको छ हेलमेटमा पनि बाइकमा पनि, खतरा देखेको छ है। अब साइड लाइट बाल्दैछौँ है। बाइकको साइड लाइटले अलिक चकिलो बलेर उतापट्टि अलिक राम्रोसँग देखेको छैन, तर बबाले देखेको छ हेलमेटमा चाहिँ ब्रेक लाइट साइड लाइट। अब यतापट्टिको साइड लाइट है दामी देखेको छ होइन। अब राति देखिने यस्तै छ। सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला है। तपाईँहरूको चाहिँ मलाई माया सपोर्टको धेरै खाँचो छ। तपाईँहरूले अब मलाई सपोर्ट गर्दै जानुभयो भने चाहिँ म यस्तै नयाँ नयाँ टेक्निकल भिडियो लिएर आउने नै छु। अब मैले चाहिँ लोरा मोडुल र जिएसएम मोडुलको भिडियो लिएर आउने विचार गरेको छु है। अब यसले चाहिँ अब म बाइकमा चाहिँ अब एउटा प्रोटेक्टर, अब एउटा सेफ्टी बनाउन लागेको छु जिएसएम मोडुल युज गरेर है। अब यसबाट चाहिँ हामीले चाहिँ अब नेपालको जुनसुकै ठाउँमा बसेर पनि आफ्नो बाइकलाई कन्ट्रोल गर्न सकिन्छ है, आफ्नो बाइकको लोकेसन हेर्न सकिन्छ है, आफ्नो बाइकको इन्जिन अन अफ गर्न सकिन्छ है। यो सिस्टम लिएर आउने विचार गरेको छु मैले।